नेता हुनलाई नयतिति नेता संस्कृतमा आउँछ, जसले नेतृत्व गर्न सक्छ, जो निराशामा बसेका जनताहरूलाई उनीहरूलाई मात्रै खान, राम्रो स्वास्थ्य होस्, राम्रो शिक्षा होस्, आफ्ना परिवार राम्रोसँग चलुन् र बाहिर जान नपरोस्, आफ्नै मातृभूमिमा केही काम गर्न सकोस् भन्ने यति मात्रै आशा हो। त्यति पनि आशा जगाउन नसक्ने नेतालाई तपाईँ नेता भनिरहनु भएको छ, जसको एक पैसाको बुद्धि छैन, जे एक पैसाको विवेक छैन, जसमा ज्ञान छैन, जसलाई देशप्रति श्रद्धा छैन, जसलाई माटोप्रति श्रद्धा छैन, जसलाई यहाँको मठ मन्दिरप्रति श्रद्धा छैन, जसले मुक्तिनाथमा शालिग्राम फुटाएर क्रसर उद्योग चलाएर मुक्तिनाथको पूजा गर्छु भन्छ, स्वर्गद्वारीको बाटो भत्काएर चाहिँ मकै बुल्काएर लगेर चाहिँ म विकास गर्छु भन्छ, कालीगण्डकी बेचेर पैसा कमाएर म यहाँ 5 स्टार होटल खोज्छु भन्छ, अनि भ्यू टावर गरेर आफ्ना रित्तिएको देश चाहिँ म भ्यू टावरको टुप्पाबाट हेर्छु भन्छ, त्यस्ता व्यक्तिलाई तपाईँले नेता बनाउनु हुन्छ। जसले चाहिँ फुवालुङलाई फुटाएर पानी जहाज चलाउँछु भन्छ, जसले नारायणीलाई फोहोर बनाएर पानी जहाज चलाउँछु भन्छ, त्यस्ता नेतालाई तपाईँले नेता मानेपछि अनि देश कसरी विकास हुन्छ?